र मलाई यस्तो भन्नुभयो भनेर एउटा आक्षेप लगाउनु भएको रहेछ। आइन्दा नगर भन्नु त्यति खराब गरेछु कि जस्तो पनि लाग्यो। अरूले चाहिँ मन पराए, दाइलाई पछि त्यसपछि फेरि भेटघाट भयो। नमस्कार दर्शक बेन्च, मैले त्यो अहिले हालसालै रजत पट भन्ने कार्यक्रममा विल्सन विक्रम राईलाई हाम्रा वरिष्ठ 12 भाइ बाहेकका अर्को पत्रकार भन्छन् भन्न त अब उहाँको नाम प्रकाश सुवेदी हो। उहाँले चाहिँ इन्टरभ्यू लिँदा विल्सन विक्रम राईजीले चाहिँ दाइलाई मैले साथी भन्ने फिल्मको सुटिङमा भेट्न गएको थिएँ र मलाई यस्तो भन्नुभयो भनेर एउटा आक्षेप लगाउनु भएको रहेछ। नारायण त्रिपाठी दाइ उहाँको प्रेम सर हजुर अहिले अमेरिका हुनुहुन्छ। म उहाँको एकदम ठुलो फ्यान। उहाँको त आज मलाई कता भइरहेछ भित्रैबाट आइरहेछ भन्ने क्यारिकेचर गरेर म कलाकार बन्नेको ल उहाँको एकदम धेरै क्यारिकेचर गर्थेँ। उहाँसँग तपाईँको केही म सानै थिएँ, दाइ पनि त्यति बेला अलिक सानै हुनुहुन्थ्यो होला, मतलब रिसाइराख्नु भएको रहेछ के भएको रहेछ। म गएको मैले सुनेको कुरा भन्छु त भन्नु त। साथीको सुटिङ झापामा हुँदै थियो हजुर दाइ, र साथीमा को प्रमुख कलाकार मध्येको एकजना मुख्य कलाकार होइन। र तपाईँ चाहिँ साथीमा सायद उहाँलाई भेट्न या के गर्न म धाइरहेको थिएँ रोलको लागि। होटल जानुभएको थियो हजुर, अनि होटलमा जाने बित्तिकै चाहिँ भेट भयो। हजुर, भेट भने के आउँछ भन्दाखेरि तपाईँले उहाँकै क्यारेक्टर गरेर सुनाउनु परे, अरूले ताली बजाए। ताली बजाए, तर उहाँले उठेर आएर तपाईँलाई गाला चड्काउनु पऱ्यो। गाला चड्काएको भन्दा नि समातेर बाहिर निकाल्छ दिनुभयो। ए अब आइन्दा यस्तो गर्लास् भने सिँढीबाट तल उ गरिदिनु भयो। अनि सायद उहाँले त बिर्सिनु भयो होला। तर अब मेरो जीवन किनभने मैले धक्का खाएको थिएँ त्यस कारण मलाई चाहिँ याद छ, हजुरलाई पनि याद रहेछ। जस चड्काएको भन्दा नि जस उहाँले कोठाबाट बाहिर निकाल आइन्दा नगर भन्नु त्यति खराब गरेछु कि जस्तो पनि लाग्यो। अरूले चाहिँ मन पराए, दाइलाई पछि त्यसपछि फेरि भेटघाट भयो भएन। दाइसँग मेरो त्यसपछि भेटै भएन, कहिले भेट भएन। के भन्नु छ त आज? होइन, दाइहरूको नै एक्टिङ गरेर दाइहरूकै कलाकारिता हेरेर सिकेर यहाँसम्म आएको। उहाँको क्यारिकेचरले नै मलाई एउटा इँटा थपेको कलाकार बन्नलाई। आज गरिदिनु न तपाईँको। र त्यो नगरेको भए म यो हुँदिनँ थियो फेरि। सायद त्यो उहाँले गर्नु नै पर्थ्यो मेरो लागि, मेरो जीवनमा। म त गर्छु नि अझै पनि, एकदम सम्मानसहित गर्छु। आज मलाई कस्तो भइरहेछ भित्रैबाट आइरहेछ, पेट पनि गाडाङगुडुङ गर्दैछ, माया पिरती बस्ला बस्ला जस्तो भइरहेछ। मेरी पूर्व जन्मकी श्रीमती, तिमीले मलाई चिन्न जस्तो छ, तर मैले तिमीलाई चिनिसकेँ। तिमी मेरो पूर्व जन्मको सीते हौ, म तिम्रो लक्ष्मण हौ। कुरो मिले नै क्या हो। थ्याङ्क यू नगर भन्नुभएको थियो तपाईँले, मैले गरेँ दाइ, सरी। म यो कुरो क्लियर गर्न चाहन्छु कि यो 2052 सालको हाराहारीमा भएको चलचित्र हो, 52-53मा। त्यो उमेरमा उहाँ विल्सन विक्रम राई 8 वर्ष 9 वर्षको हुनुहुन्थ्यो र दमकमा म सुटिङमा करिब हजारौँ बच्चाहरू, उहाँको उमेरको हजारौँ बच्चाहरूलाई जोक सुनाउँदै हँसाउँदै सुटिङ गरिरहेको र आफ्नो स्क्रिप्ट पनि आफै लेखिरहेको हुन्थे। त्यो फिल्मको निर्देशक लक्ष्मीनाथ शर्मा हुनुहुन्छ, उहाँलाई सोध्नुहोस्। मेरो जति पनि रोल छ, जति पनि सिन छ, म आफै लेखिरहेको हुन्थेँ र मेरो रोल को डायलगहरू पनि मैले आफैले गरेको हुनाले म दिउँसभरि सुटिङ गर्थेँ, बाहिर हँसाउँथेँ र आफ्नो होटेलमा आएर बस्थेँ। सायद होटेलमा आएर स्क्रिप्टिङकै टेन्सनमा बसिरहेको बेलामा उहाँ आइपुग्नु भयो होला र मैले त्यस्तो जानी त मबाट त्यो हुनै सक्दैन, किनकि त्यो फिल्मबाट मैले सर्वोत्कृष्ट हास्य कलाकारको पुरस्कार पनि पाएको थिएँ त्यो सालमा। भने उहाँको चित्त दुखेको रहेछ, त्यसको लागि सरी भन्न पनि चाहन्छु। र यदि मबाट गल्ती भएको रहेछ भने मलाई चाहिँ सम्झना छैन, किनभने उहाँले आउनुभयो होला, त्यस्तो मलाई जसले पनि जोक भन्न गरेर मेरो क्यारिकेचर गर्ने खालको बच्चाहरू त्यहाँ दमकभरि हुन्थे त्यो टाइममा। मैले कतिजनालाई छान्ने, म कलाकार छान्न गएको नि होइन, म आफ्नो भूमिका निर्वाह गर्न गएको थिएँ। त्यसमा मेरो उहाँ आउनु पनि कोठामै आउनु भएको भनेर भन्नुभयो उहाँले। कोठामा पनि धेरै हुलहरू हुन्थे, त्यहाँ हामी एउटै होटलमा सबै कलाकार थियौँ र सबै कलाकारहरूमा त्यही म भएको ठाउँमा मात्रै सबै मान्छेहरू बच्चाहरू जम्मा हुन्थे र मेरो स्क्रिप्टिङ गर्ने समयमा परेको होला। त्यो चाहिँ म अहिले आएर यो करिब 52 सालदेखि अहिले अब 80 नै भयो नि, अब 27-28 वर्षपछि आएर यो कुरो ल्याएर उहाँहरूले चाहिँ नि आफ्नो प्रोग्रामको भ्युअर्स बढाउनलाई
यो कुरो सम्झाउने र उहाँले पनि आफूले चित्त दुखाएको कुरा हो भनेर मलाई विभिन्न गाली आरोपहरू लागिरहेको छ। म अहिले आफ्नो त्यो पेसाबाट हल्का बाहिर बसेर आफ्नै दुःख गरेर बसिसकेको स्थितिमा यी कुराहरू उब्जाउने र अरूलाई चाहिँ नभएका लान्छनाहरू लाउने काम गर्न बन्द गर्नु होला। मैले त्यति रिसाएको रहेछ, त्यति गरेको रहेछ भने त्यतिखेर अरू दर्शकहरूले नि भन्नुहुन्थ्यो होला म यो यस्तो भयो उस्तो भयो भनेर। म सिन्दुरपोतेको सुटिङ सकेर साथीभाइको सुटिङमा हेटौँडाबाट दमक गएको थिएँ। हेटौँडामा मैले सम्पूर्ण दर्शकहरूलाई दिनै पछि हजारौँवटा जोक सुनाएर सुटिङ गर्थेँ। बच्चाहरू सबै झुमिन्थे मेरो वरिपरि टक्क सुनाउनुहोस् भनेर। म दमकमा पनि सबैलाई हँसाइरहेकै हुन्थेँ। सुटिङमा मेरो सिन एउटा सिन हुन्थ्यो तर बिहानदेखि बेलुकासम्म आउटडोरमा हुन्थेँ। दिउँसभरि हँसाएर आफू बेलुका चाहिँ आफ्नो स्क्रिप्टिङमा बसेको टाइममा अथवा बिहान अब सुटिङ छ, अब आज कसरी के काम गर्ने भन्ने समयमा आइपुग्नु भयो होला र मैले नियत बस तैँले गरेको मिलेन पनि भनेको छैन होला। सायद म त्यति क्षुद्र वचनको भए म कलाकारै हुन्थिनँ होला। कुनै पनि कलाकार त दर्शकहरूले बनाउने हो। दर्शकले त्यत्रो माया दिएको मान्छेले आफ्नो जिम्मेवारीभन्दा बाहिर बसेर त्यो काम गर्न सक्दैन। मेरो तरिका अलिकति गलत हुन गयो होला, तर उहाँलाई त्यतिखेर के कुरामा चित्त बुझ्यो, मैले खेल्न पाइनँ भन्ने कुरामा चित्त बुझेन कि त्यो बच्चा उहाँ 8-9 वर्षको हुनुहुन्थ्यो, अथवा मैले भएको चित्त नारायण दाइले मन पराउन भएन भनेर मैले अलिकति मलाई राम्रोसँग हेरेर मलाई दोष लाउनु भएको कि मलाई चाहिँ त्यो क्षणको सम्झना पनि छैन र मैले त्यस्तो गरेको पनि हुनसक्छ भन्ने मैले सोचेको पनि छैन। त्योभन्दा पछाडि म बरु आफै सेल्फ एक्लै बस्थेँ, तर कसैलाई पनि त्यस्तो खालको व्यवहार गरेर कुनै पनि दर्शकलाई मैले गरेको तपाईँले इतिहासमा पनि देख्न सक्नुहुन्न। तपाईँ कुनै पनि अरू दर्शकहरूलाई सोध्नु होला, कुनै पनि दर्शकले नारायण त्रिपाठीले हामीलाई यसो गर्यो उसो गर्यो। मेरो परिवारभन्दा नि प्यारो गरेर मैले कलाकार लाइनलाई चाहिँ नि परिवारसँग टाढा बसेर त्यत्रो वर्ष मैले बिना पैसा पनि कतिले पैसा नदिँदाखेरि पनि मैले त्यसरी चलचित्र क्षेत्र हाँकेर बसेँ र मलाई अहिले आएर यो सानोतिनो कुरामा आफूले काम पाएन भनेर चाहिँ यो कुरा उब्जाउनु भयो कि अथवा मेरो भ्युज बढाउनु पर्छ भनेर गालामै हाने हो भनेर सोध्या हो कि प्रकाश सुवेदीजीले, यो कुरा तपाईँहरूले अन्यथा नलिनु होला र यस्ता कुराहरू मबाट हुन सक्दैन। म आफै पनि बरु म दर्शकसँग टाढा बसेर हुन्छ कि अथवा आफूभन्दा चित्त बुझ्ने मान्छेसँग आफ्नो पर्सनल लाइफमा आबद्ध भएर पनि दर्शकहरूलाई सधैँ मिठो बोल्ने र सधैँ राम्रो वचन बोल्ने अहिलेको यो उमेरसम्म पनि यहाँ अमेरिकामा बसेर पनि मलाई कति पीडा हुँदाखेरि पनि म त्यसरी बोल्ने मान्छेलाई यस्तो आरोप अहिले आएर लगाउनु भनेको यो अन्यायपूर्ण हो र त्यस्ता पत्रकारहरूलाई जसले गलत कुराहरू उब्जाउने र तँलाई यस्तो भने जस्तो क्वेसन सम्झाइ र अर्कालाई चाहिँ अल्मलाएर अर्काको भविष्यमा लात हान्ने र जुन दर्शकहरूको पाइरहेको मायालाई चाहिँ खोज्ने काम गरिरहनु भएको छ। यस्तो काम गर्न बन्द गर्नु होला र आफ्नो कर्म गर्नु होला। मैले तपाईँलाई मेरो अरू क्यारिकेचर गर्नेहरू महादेव त्रिपाठीले मेरो त्यत्रो टोको सिरियल गरेँ। मैले यहाँ अमेरिका आउनुभयो, अस्ति भर्खरै मैले बोलाएर यहीँ कार्यक्रम गर्न लगाएँ। मैले उहाँलाई पनि मेरो क्यारिकेचर किन गरेँ भन्न सक्थेँ होला। रेशम भन्ने भाइले मेरो क्यारिकेचर गर्नुहुन्छ, उहाँलाई पनि मैले केही भन्न सक्थेँ होला। उहाँहरूले हरेक स्टेज प्रोग्रामहरूमा मेरो क्यारिकेचर गर्नुहुन्छ। मेरो क्यारिकेचर प्राय धेरै दर्शकहरूले गर्नुहुन्छ। उहाँहरूले टिकटकमा पनि राख्नुहुन्छ, उहाँहरूले फेसबुकमा पनि राख्नुहुन्छ। कसैलाई मैले त्यस्तो बोलेको छैन भने उहाँलाई मात्र मैले कसरी बोल्न सक्छु? त्यो नियतवश त मैले भनेको होइन। यो त आरोप हो। हेर्नुहोस्, त्यो हुनाले म सतर्क छु यो विषयमा। कृपया अरूलाई आक्षेप लाउने र अरूलाई बदनाम गराउने काम नगर्नुहोला। आफ्नो कर्म गर्नुहोस्, आफ्नो फल पाउनुहोस्। तपाईँ मैले तपाईँलाई लाइफमा कहिले पनि मेरो क्यारिकेचर नगर्नुहोस् भनेको पनि छैन। म त्यस्तो आफ्नो क्यारिकेचर गर्दाखेरि खुसी हुने मान्छे, मेरो नाम अझै चर्चामा आउँछ हुने भन्ने सोच भएको कलाकारले त्यस्तो कसरी सोच्न सक्छ? यति दर्शकले माया गर्नुभएको छ भन्ने त्यो समयमा। त्यो हुनाले म यसलाई पूर्ण रूपमा अस्वीकार गर्दछु र दर्शकहरूलाई पनि नम्र निवेदन गर्दछु कि यो कुनै अफवाह हो। उहाँको तर्फबाट सायद म स्क्रिप्ट लेखिरहेको बेलामा भाइ अहिले होइन भोलि गरौँला यार जानुहोस् भनेर मैले भने होला।
मेरो स्क्रिप्टिङको आज सुटिङ छ, अब मोहन मिश्र रेडी हुनुहुन्छ, मेरो जोडी रेडी छ, म त्यहाँ भुलक्करको डायलगहरू लेखिरहेको थिएँ होला। म चाहिँ नि अब ससुराका जाँदा कसरी छिर्ने भन्ने मेरो त्यो कन्सन्ट्रेसन पोइन्टमा पर्नु भएको बेला म अलिकति मेरो अनुहारमा त्यस्तो रूप देखियो होला। उहाँले ठुलो आश गरेर आउनु भएको थियो होला, ओहो नारायण दाई म उहाँको फ्यान भनेर आउनु भएको थियो होला, पछि भेटौँला भनेर मैले चाहिँ उहाँलाई अलिकति उ गरेँ होला। तर मेरो नियत कहिले पनि कुनै पनि दर्शकमाथि मेरो क्यारिकेचर गर्ने दर्शकमाथि मिलेन भन्ने, उहाँलाई चाहिँ नि म जस्तो ठुलो कलाकार बन्ला भनेर त्यो ईर्ष्या गर्ने त्यस्तो हुने भए मैले टुक्कमा जितु नेपाललाई मसँग खेल्नु भयो, उहाँलाई मैले लिएर गएर ठुलो चलचित्र गुरुचेलामा लगेर मैले आफैले राखेँ, हामी सँगै खेल्यौँ। मैले त्यस्तो धेरै कलाकारहरूलाई दमन रूपाकेतीजीलाई आपत पर्दाखेरि यहाँबाट गएर मैले उहाँलाई खेलेर सहयोग गरेको छु। मबाट सहयोग बाहेक नेपाललाई के पनि भएको छैन र नेपाली दर्शकहरूलाई पनि। र मैले नेपाली दर्शकहरूको के खाएको थिएँ र कति दिएको छु नेपाली चलचित्र जगतमा भन्ने कुरो याद राखेर बोल्नु होला। म यति भन्न चाहन्छु।